आज चाहिँ ढिलो ब्लग स्टार्ट गरेको मोटो ब्लग बाइक चाहिँ 2 दिन जस्तो चलाएको थिएन धोएर राखेको थियो यतिकै यस्तो हो के छ चलो रोक्नु ल सो अब चाहिँ मजा आउँछ आन्टी तपाईँको त लौका भएछ त यो चाहिँ सिङ्गिक चाहिँ अहिले वेदर यस्तो राम्रो भइरहेछ गाइस अब यहाँ चाहिँ मेरो काका गर्दै थिएँ हो तपाईँहरूले कस्तो देख्दैछ कि हाम्रो यो भिडियो चाहिँ एकदम यहाँ चाहिँ हेर्नु सक्नुहुन्छ गाडीहरू आउँदैछ पछाडि यस्तो छ बाइक त हावा पुरेछ हुँदैछ गाडी नपाएर यहाँ बसिरहेको यो चाहिँ हाम्रो गाइदी भन्छ यो जग्गा चाहिँ बाटो काट्यो बिरालुले यो चाहिँ चेन्ज गर चेन्डाराको पुल लन्ठे कनेक्ट हुने पुल चाहिँ यही हो गाइस यस्तो छ लन्ठे खोला चाहिँ अझै पनि आमै रहेछ हाम्रो बाइक चाहिँ अफ रोडिङ गरेर चाहिँ कुदाउनु चाहिँ मजा आउँछ अरू चाहिँ के होइन अहिले त मलाई फाइट पर्छ ओइ फाइट पर्छस् जा 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 गो 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 जा अहिले झन् पर्दैन फाइट होइन फेरि पर्छ ल परको देख्दै गरेको चाहिँ नादे स्कुल हो जुनियर त्यो प्राइमेरी स्कुल हो यस बाबी हाम्रो भाइको आमा हो मण्डल भाइको मण्डलको खास नाम चाहिँ के पो हो अमित भाइ हो त्यो चाहिँ नादे भन्छ तपाईँहरूले हेर्नु सक्नुहुन्छ गेयर यसो फेर्नु थियो त हो
अहिले चाहिँ यहाँ एकछिन हामी सामान किन्यो खानेकुराहरू त्यहाँदेखि अब उता लाग्दै गरेको क्यामेरामा अलिकति यस्तो ल बसौँ भयो भयो यस्तो हो नि घाँस पनि क्या गोठालाहरू पनि पर्दैन घाँस काट्नु लागि गाडीले आजकल त गरिदियो यो चाहिँ ग्रेपको क्याम्पको गाडी यहाँ लाग्छ खासमा यो गाडीहरू चाहिँ हटाइदिएको भए दुईवटा गाडी आरामले छिर्छ नि है भाइ हटाउँदैन यतिको राख्छ उनीहरूले तपाईँहरू चाहिँ अब रङ साइड आउनु बासमा पर गएको यहाँदेखि चाहिँ राम्रो वेदर भएसम्म चाहिँ कञ्चनजङ्घा दामी देख्छ कर्नरिङमा हल्का पेन्ट गरेर जान्छु उसले पो पछाडिदेखि उठाउँछ हौ यो प्र्याक्टिस हो नि एउटा त्यो सेतोमा कुदाउनु सेतोभित्र कुदाउनु क्या हो हाम्रो लोकेसन चाहिँ आइपुग्यो यहाँ चाहिँ यस्तो मजाको छ जग्गा एकदम मजा आयो भाइ है त्यो पोइन्टमा चाहिँ कञ्चनजङ्घा दामी देख्छ नि तर अनफर्चुनेटली के हुनु वेदर नै स्मुदिङ खालको छैन तर स्काई भ्यू हेर्नुहोस् न यो भाइ चाहिँ के अरे सुपर मिटियर नकिनेर चाहिँ हन्टरै किने है हन्टरै किन्छु हन्टरमा चाहिँ खास चाहिँ किन हन्टरको चाहिँ मेरो एउटा अलिकति हाइट एडभान्टेज पनि लाग्यो हुनु चाहिँ दुइटैमा हाइट एडभान्टेज छ र भए पनि मलाई चाहिँ अब इनफिल्ड भनेर अलिकति क्लासिक टाइपमा मन परेर यो बाइक किनेर चाहिँ फर्स्टमा चाहिँ के गर्ने फर्स्टमा के पनि गर्दैन अब आएर उता यता बादमा अलिक पैसा भयो भने क्रास गर्छ अलिक मेन्टेनेन्सहरू गर्छु सबै कुरा फाइनेन्सियल ठिकै छ अहिले होइन अहिले फिलहाल ठिकै छ सो अब चाहिँ हामी निस्किनु हटेको यो जग्गादेखि अस्ति पाएको नि मलाई अर्को किन्दै ल त्यहाँ त्यो त मेरोमा छ नि त्यसको वाइजर दामी छ नि वाइजर दामी छ नि त्यसको भेगा
चाहिँ आज चाहिँ हामीभन्दा पनि अघि म बाइक राइड गरेर आएर चाहिँ मोमो अचानक म खाने प्लान भएको। मोमो पनि बेसिकली आलु र प्याज छुर्पीको मोमो वेज खाने। मासु चाहिँ नखाने भयो, क्यान्सल गरेँ मैले हो, किनभने मासु ज्यादा खायो भने निकै हुन्छ, त्यही कारण वेज खाने। सो अब आलु बोइल गरिसकेँ, अब यो त्यो डो पनि रेडी गर्छ, अब जस्ट प्याज कटिङ गर्नुपर्ने छ। मेरो प्याज कटिङ जस्तै हो। यो चाहिँ आलुदममा माथि टपिङ गर्नु लागि चाहिँ दामी हुन्छ यो प्याज चाहिँ। आँखा पोल्छ त्यस्तै प्याज कटौँ गर्दा हुँदैन। आज घरको साइडको घाँसहरू काटेको कि उकाएको मौरीको गुड रहेछ है, खुट्टा र हातमै चिल्लेर छैन नि। तर यति चाहिँ अब मेरोमा सोइलिङहरू चाहिँ हुँदैन है, मेरो जिउमा चाहिँ के भएको त्यो चाहिँ छक्कै पर्छ। अब कतिजना अन्त तपाईँहरूले चाहे मासुको बनाओस् चाहे भेजकै बनाओस् होइन, सबसे बेस्ट चाहिँ के हुन्छ चाहिँ प्याज चाहिँ कम्ती हाल्नुहोस्। तपाईँ प्याज ज्यादा हाल्यो भने चाहिँ प्याजले ओभरटेक गरेर अन्त त्यो टेस्टै आउँदैन बनाइसक्यो। प्याज कम्ती लाग्यो भने चाहिँ मिठो हुन्छ। अब यो होटेलतिर चाहिँ प्याज ज्यादा लाउँछ, मासु कम्ती हो, अन्त खाँदा पनि चेरेक चेरेक हुन्छ। अन्त म चाहिँ त्यही घरमा चाहिँ त्यही बनाउँछु। पहिला हाम्रो पनि रेस्टुरेन्ट थियो मङ्गनमा, मैले त्यहीँबाट याद भएको। हो तपाईँहरू नुन लाउनु छ, नुन अलिक लाउनु त, हाल्नु 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 न, अझै हाल्नु नि, अलिक कम्ती कम्ती। भयो भयो, घिउ लाउनु, अझै हाल्नु, और हाल्नु, और हाल्नु, और हाल्नु। हो गयो अरे। अब चाहिँ त्यो चम्ची निकाल्नु उता राख्नुदेखि, अब यो चम्ची अब चाहिँ यो मजाले मिक्स हुन्छ। तर फर्स्टमा चाहिँ तपाईँ हात चाहिँ धुनु पऱ्यो नि, फेरि सबै एकदम म जस्तो जुस लगाएर बनाउनुपर्छ, अन्त सफा हुन्छ। तर घरमा खानेहरू त के हुँदैन, बस्तीमा यस्तै हो, अलिअलि नङमा कहाँ आलु भएको पनि खाँदा प्रोटिन पाउँछ त्यसबाट पनि हो। तपाईँहरू कतिजनाले माउथ वाटरिङ हुँदै होला है यो देखेर, स्पेसली भेज लभरहरूले चाहिँ। अब ननभेजहरूले त अब मासु मनपर्छ। अब मोमोको प्याटर्न चाहिँ यसरी बनाउनुपर्छ तपाईँहरूले। अब मजाले मिलाएर सेट गऱ्यो, त्यहाँ यस्तो गऱ्यो। अब कतिको राम्रो भयो कि भएन तपाईँहरू कमेन्ट गरेर भन्नुहोस्। ए मोमो चाहिँ यस्तो बनाउनुपर्छ हो। टेकाइ पनि सकेँ मैले हो, कस्तो चाहिँ अब कतिको चाहिँ अब हुँदैछ हेर्नु न। अचार पनि यस्तो बनाइरहेछ। मेरो मोमो चाहिँ यस्तो भएको छ, तपाईँहरूले हेर्नु सक्नुहुन्छ। मुखमा थुक आयो भने भन्नुहोस्, कमेन्टमा गर्नुहोस्, आयो भने आयो भन्नुहोस्, आएन आएन भन्नुहोस्। त्यहाँदेखि म चाहिँ सजेस्ट के गर्छु, तपाईँहरू आफै अलिकति दुःख गर्नुहोस्, बनाएर खानु लस्।